के तपाईँलाई कहिलेकाहीँ एक्कासी त्यो पुरानो माटोको बास्ना मनमा आउँछ? अथवा त्यो सुन्तला रङको साँझ जहाँ सहरका ठुला बत्तीहरू होइन, गाउँको कुनामा बलिरहेको एउटा सानो तियारीको उज्यालो मात्र हुन्थ्यो। हामी यस्तो पुस्ता हौ जो प्रविधि र प्रकृति दुवैको दोसाँधमा हुर्कियौँ। हाम्रो बाल्यकाल कुनै स्क्रिनमा होइन, धुलो र माटोमा लेखिएको थियो। सम्झिनुहोस् त ती दिनहरू जब बिहानै आमाले हर्लिक्स वा तातो चियासँग दिनुभएको त्यो बिस्कुट, अनि त्यो निलो र सेतो विद्यालयको ड्रेस, प्लास्टिकको कभर हालेका किताबहरू जसमा नयाँ कक्षा चढ्दाको एउटा छुट्टै बासना हुन्थ्यो। स्कुल जाँदा बाटोमा भेटिने ऐसेलु र काफल टिप्न लुछाचुडी हुन्थ्यो। होमवर्क नगर्दा सरको लौरोको डर त थियो, तर त्योभन्दा पनि बढी डर हाफ टाइममा साथीहरूसँग खेल्न नपाइएला के भन्ने हुन्थ्यो। 5 रुपैयाँको चाउचाउलाई काँचै फुटाएर मसला हालेर सबै साथीले एउटै प्याकेटमा हात हालेर खाँदाको त्यो स्वाद आजका 5 तारे होटेलका खानामा कहाँ पाउनु। अनि ती लामा लोडसेडिङका रातहरू, न इन्टरनेट न त युट्युब। तर अचम्मको कुरा, हामी कहिल्यै एक्लो भएनौँ। लालटिनको मधुरो प्रकाशमा बाबाले सुनाउनुहुने भूतका ती कथाहरू, आमाले बताउनुहुने उहिलेका कुरा, हामी भित्तामा हातका औलाहरूले खरायो र चरा बनाउँथ्यौँ। दिदी हेर, हातले खरायो बनाउँछु। आहा राम्रो, म पनि सघाए जाऊ। तेरो त खरायो होस् त। अँध्यारोमा आकाशतिर हेर्दा ताराहरू कति धेरै हुन्थे, मानव कसैले कालो मखमलमा हिरा छरिदिएको छ। आज उज्यालो त छ, तर ती ताराहरू हराए जस्तो लाग्छ। सहरका यी अग्ला टावरहरूले हाम्रो त्यो खुला आकाश र हाम्रा सपनाहरू दुवैलाई साँघुरो बनाइदिए। दसैँ आउनु अगाडिको त्यो चिसो हावा, जब आकाशभरि रङ्गी बिरङ्गी चङ्गाहरू हुन्थे, चट्ट भन्दै चिच्याउँदाको त्यो गर्व, अनि चङ्गा लुट्न पछि कुदेको त्यो ऊर्जा, पिङमा मच्चिदा लाग्थ्यो। अब त आकाशै छुइन्छ। पिङमा रमाइलो छ। माथि चक्कर मलाई पनि थाप्ने आफै जाग्छ। नयाँ लुगा पाउँदा राति सिरानी मुनि राखेर सुतेका ती रातहरू, ती कपडामा सिलाइएका खुसी सायद आजका ब्रान्डेड पसलमा कतै भेटिँदैन। मलाई यो नयाँ लुगा मन पर्यो। अब यो सिरानी मुनि राख्छु। अब सुत्छु। समय कति छिटो बग्यो है। हिजो मात्र जस्तो लाग्छ पानी पर्दा कागजको डुङ्गा बनाएर नालीमा बगाएको। हिजो मात्र जस्तो लाग्छ खोलामा गएर पौडी खेलेको, अनि आँखा रातो बनाएर घर फर्किँदा आमाको गाली खाएको। आज हामीसँग हातमा आइफोन छ, तर मनमा त्यो सन्तुष्टि छैन। हामीसँग हजारौँ फेसबुक फ्रेन्ड्स छन्, तर साँझसँगै बसेर गट्टा वा चुङ्गी खेल्न एउटै साथी छैन। हामी पैसा कमाउन त सक्यौँ, तर त्यो निर्दोष हाँसो कता छुट्यो पत्तै पाएनौँ। कहिलेकाहीँ लाग्छ फेरि एकपटक त्यही धुलो उड्ने गोरेटोमा पुगौँ, फेरि एकपटक त्यही आमाको काखमा टाउको राखेर निसन्देह निदाऊ। तर समय त एउटा एकतर्फी बाटो रहेछ। तपाईँ अहिले जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, एकछिन आँखा चिम्लनुहोस् र सम्झिनुहोस् त तपाईँको बाल्यकालको त्यो एउटा पल, जसले आज पनि तपाईँको ओठमा मुस्कान ल्याउँछ। के थियो त्यो?